दियो नाच्दै म देखाउँछु तिमीलाई नाच्दै केटा नाच्दै अरू जे भए पनि क्यामेराम्यान भिडियो बनाउनु भएन एकदम कहाँ रेल देखिरहेको सो हेलो नमस्ते सबैजनालाई गुड मर्निङ नयाँ भ्लगमा तपाईँहरू सम्पूर्णलाई स्वागत छ। सो अहिले चाहिँ बिहानको लगभग 7 बजिसकेको छ अनि म पनि एकदम आज छिटो उठेर समथिङ केही नयाँ कुरा सोच्दैछु होइन। नयाँ कुरा सोच्दैछु मतलब होइन कि सोचिसक्यो भनौँ न, सोचेर म चाहिँ हिँडिसकेको छु अब चाहिँ। सो नयाँ कुरा तपाईँले के थाहा पाइसक्नु होला होइन, नयाँ भ्लग सुरु भइसकेको छ आज मेरो होइन। अहिले चाहिँ मौसमको कुरा गर्नु पर्दाखेरि चाहिँ एकदम ठिक छ। अस्ति कता यता आसपासतिर खतरा बाढी यताउति आयो भन्ने कुरा सुनिरहेको थिएँ मैले। जस्तो हाम्रोतिर त्यस्तो बाढी साडी खासै आएन नि त, हाम्रोतिर एकदम बवाल छ नि त, त्यही भएर यस्तो छ हाम्रोतिर। अनि बाढी साडी त आउने कुरो भएन नि त्यस्तो अग्लो ठाउँहरूमा, त्यस्तो गहिरो ठाउँतिर चाहिँ बाढी साडी पनि आएको रहेछ अरे। यताउति न्युजहरूमा देखिरहेको थिएँ मैले। जापान त टोटली डुबाना पऱ्यो यताउति सुनिरहेको थिएँ। चिन्ता लिनु पर्दैन मेरो भ्युवर्सहरूले, हाम्रोतिर चाहिँ एकदम ठिक छ, एकदम राम्रो छ हाम्रोतिर, त्यस्तो डुबान सुबान केही पनि छैन। सो आज चाहिँ म कहाँ जान लागेको भन्दाखेरि भिडियो अन्तिमसम्म हेर्नु होला, म कहाँ जान लागेको छु भन्ने कुरो सब थाहा पाइनुहुन्छ तपाईँहरूले। नयाँ हुनुहुन्छ भने च्यानल सब्सक्राइब गर्न नबिर्सिनु होला। केटाहरूसँग ठ्याक्कै भेटघाट भइसकेको छ होइन, केटाहरू हिँड्छन्। अहिले एकछिनमा केटाहरूको पालै इन्ट्रोडक्सन दिन्छु मैले होइन। फर्स्ट टाइम बस चढिरहेको जापान गयो, मैले जापानको बसमा नि टक्क लगाएर बसिहालेँ हामी होइन। केटाहरू अगाडि छन् 3 जना, यस्तो भ्यूहरू बसबाट टक्क लगाएर। नेपाल गएको जस्तै फिल भइरहेको छ अहिले चाहिँ यसो बसमा बस्दाखेरि होइन। यहाँको चाहिँ यस्तो छ भ्यूहरू। यता भाइहरू चाहिँ टक्क लगाएर जस लोकल बस टाइपको छ क्या नेपालको। तर यहाँ सुविधा मेन भनेको एसी सेसी हरेक कुराको सुविधा खायो बसमा चाहिँ। सायद आए तर नेपाल जस्तो लोकल जस्तो हावा त्यस्तो गर्मी सर्मी त्यस्तो छैन होइन। एकदम राम्रो व्यवस्था छ क्या, चिसो मैले पर्व जान्ने कसलाई अहिले पछि हाल्नु त पर्वतहरू खान अहिले चिसो एसी आइरहेको छ होइन बवाल। नेपालको बसमा चाहिँ तथास्तु बालक। यहाँ चाहिँ खलासीहरू चाहिँ हुँदैन होइन साथीभाइहरू। मैले आफ्नो एक्सपिरियन्स अनुसार होइन टक्कै हामी त्यो ड्राइभरको साइडमा एउटा टिम बन्यो नि त दोस्त। होइन सुन न टिम बन्यो 10 बजे। म अहिले भन्छु रह न, कति दिन्छ मलाई खलासी भनेको मार्फत कति सेनेन सान्देन जाऊ 100 रुपियाँले के हुन्छ अरे यार। अब 100 रुपियाँ म के बोल्नु यहाँ चाहिँ खलासी हुन्छ होइन। मोबाइल हल्ला यहाँखेरि देखिरहेको हो। तर ड्राइभरको साइडमा टक्कै स्क्यानर हुन्छ होइन, ट्याक्कै पैसा हाल्यो आफ्नो स्विकालाई स्क्यान गरिदियो अनि सकियो क्या मुला। खै पैसा गयो भाडा लाउने टाइपको छैन क्या यहाँ त, चिसो एकदम रमाइलो छ यहाँ। यस्तो छ यताको वातावरण। त्यो बाहिर मस्त घाम लागिरहेको छ होइन। डिफ्रेन्ट जोनमा आएको छ आज चाहिँ होइन। सो हामी कहाँ गइरहेको छौँ, किन गइरहेको छौँ, कस्तो ठाउँ हो के हो, म तपाईँहरूलाई सब डिटेलमा अलिकति भन्छु होइन। थकाइ लाग्यो तर मुजी लास्ट मेरो खुट्टा दुखिरहेछ क्या, खोइ किन होइन। मोटो नि धेरै भयो जापान आएर नि त मेन भन्ने कुरा भनेको त्यो धेरै मोटाइयो होइन। अनि खुट्टा दुख्छ कि अति नै यार, त्यो आई मिन सोइलको वेट अलिकति धेरै बेसी भएर हल्का धेरै अति त होइन, ठिकै भनौँ न। जस पहिला लास्ट दुख्दो थियो नेपाल हुँदाखेरि होइन, तर यहाँ अलिकति मोटाइयो अनि त्यही भएर चाहिँ हल्का खुट्टा दुख्ने कार्यक्रम भइरहेको छ कि। अनि ठिक छ, म जो आजले आफ्नो वेट लस हल्का गरिरहेको छु। तर खानामा बेलुका खाना खान्छ धेरै खाँदिनँ म। कति खान्छु भन्दाखेरि होइन नर्मली 3टा रोटी मात्र खान्छु, अरू केही खाँदिनँ। भात सात आजले खाना छोडिसकेँ मैले, 3-4 दिन भइसक्यो। अनि जो हल्का दुब्लाउनु पऱ्यो क्या होइन। तर धेरै मोटो राम्रो हुँदैन है केटा, हल्का दुब्लाउनु पर्छ। लास्ट घाम भइरहेको छ होइन, आँखामा दिँदा चस्मा लाउनु पर्ने रहेछ। सो यताको दामी दृश्यहरूमै यो टक्क पार्कको यता भाइले त माछा मारेर राख्यो। अहिले त्यसले माछा मारेको मैले गाई बाँधिदिन्छु। अहिले त्यसले माछा मार्छ, यहाँ आयो पनि मारेर राख। त्यो भाइले माछा मार्छ न अनि म कुनाबाट गएर त्यो माछै फाँडी आएर चोडिदिन्छु मुजी दादै भएर होइन। माछा मारेर कि भ्यागुत्ता मारेर राख। वाउ यो पनि दामी छ होइन। आई मिन म तपाईँहरू जान आएको बेस्ट ऊ छ नि के अरे काठमाडौँ भन्न हुन्छ क्या त्यो
गोदावरीको त गोलो घर छ नि त्यस्तै हो नि होला होइन त्यस्तै हो केटा त्यो चाहिँ दामी 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 सोइल चाहिँ हामी कहाँ लगाएको भन्दाखेरि होइन भनिदिउँ साँच्चै भनिदिउँ ल म भनिदिन्छु सो साथीभाइहरू हामी चाहिँ यहाँ आज 4 जना दिनजना उता अगाडि छन् म चाहिँ मुत्न गएको थिएँ अनि त्यही भएर म पछाडि छुटिहालेँ केटाहरू अगाडि जङ्गलमा यस्तो सुविधा कि होइन जुस पनि आउँछ कि यहाँ पानीबाट नलका आम्बो रनमती ला चिसो छ यार ल मलाई त फाल्दैन है केटा हो सब उ भयो क्या अब यहाँ सब चोक हेर नि केटा हरिफ छ के यो समात्ने तरिका हेर न डेन्जर छ त्यो यस्तो गर्ने है वाउ तपाईँ चिसोमा के भयो ए केटा यसको नाम के भन्छ है लास्ट गर्मी भएको रनमती केटाहरू निकै देख्ने हुन्न के फेरि खाइदिउ न यसको रस खान्छ ओ नेपाली माछा ओए 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 कहाँ हो कता हो हामी जङ्गलमा हन्टिङ गर्न हिँडिरहेको केटा हो बाघको शिकार गर्न हिँडिरहेको बाघको शिकार गर्नु त अर्को यहाँ त शिकार एउटा खतरा बाघको शिकार गर्न हिँडिरहेको जङ्गलै सकियो यार ओए ओए कहाँ हामी ओए ओए केटा हो पुरा डिफ्रेन्ट भाइब्स छ केटाको फेरि यो घाँस भैँसीहरूले कति खान्थ्यो होइन मेन भनेको हामी केटा समुद्र हेर्न जाने भनेको होइन जापानमा आएर फर्स्ट टाइम अनि हामी चाहिँ अलपत्र पऱ्यौँ कि अहिले फाइनल्ली केटा हो अनि त्यहाँपछि हामी समुद्रलाई खोज्दैछौँ होइन जङ्गल पसियो कहाँ बसियो बाघको शिकार खेलियो भने केटा हो अनि त्यहाँपछि हामी चाहिँ लगभग अब हामी समुद्रलाई छोप्न जान लाग्यौँ के तर यो एरियातिर होइन प्रायः जस्तो नेपालमा भएको फुलहरू सब नेपालमा भएको फुलहरू टाइपको यो एरिया हेर न कस्तो लभली छैन माकडक्सहरू यो दृश्य कति सफा कति चिटिक्क परेको दृश्य छ होइन यो हेर यस्तो ठाउँ मतलब गल्ली अलिक पुरानो एरिया भए पनि हामी अलिक गाउँ टाइपको एरिया भए पनि होइन कति सफा चिटिक्क परेको छ देख्न सकिन्छ हाम्रो नेपाल भने कति फोहोर छ थैट जसले खान्छ जसले केही खान्छ नि होइन बिस्कुट खायो चाउचाउ खायो जे खान्छ नि त्यो आफ्नो जेबमा हालौँ डस्टबिनमा हालौँ गोबीमा हालौँ फोहोरमा हालौँ के अनि बल्ल हाम्रो देश सफा हुन्छ त्यही त सुविधा यो हो कि मलाई हेर फेरि नेपाल यस्तो हो तर समयअनुसार मान्छे नि परिवर्तन हुन सिक्नुपर्छ के विदेशमा मैले म देखाउँछु भने केटा तिमीहरूलाई होइन गुल्लाग्याङ रक्स गुल्लाग्याङ यो हाम्रो गुल्लाग्याङ केटाहरू भ्युज गयो भन्छ कति आउने भ्युजको हेरौँ म फाइनली हामी लसन हो कि लोसनमा आइसकेको छ होइन बडी लोसनमा आइसक्यौँ हामी होइन अनि यताको दृश्य लभली छ उता चाचाजी आइरहन्छ चस्मा आएर चिलमा अनि हामी लोसन के हो यो लसुनमा जाँदैछौँ सामान किन्न गर्मी छ चिसो खानु पर्यो कोक खानु पर्यो भोक लाग्छ अलिकति यताउति हान्नु पर्यो जो बडी बोल्छ त्यसलाई किडन्याप गरेर यो गाडीमा हालिदिएर अनि लिएर समुद्रमा फालिदिने सिधै फर्स्ट टाइम समुद्र देखेँ मैले म यत्रो मलाई 20-25 वर्ष भयो होइन महाकसम लाइफमा फर्स्ट टाइम समुद्र देखेकै मैले लामो केटा हो दादा हुन्छ दादा एकदम फर्ममा छ कि एकदम चिलमा दादा टेन्सन काम साम सब बिदा दादाको चिलमा दादा आम्बो यस्तो बवाल मा कसम फिल्ममा देख्थेँ कि मा समुद्रहरू होइन यत्रो रियलमा मा खतरा रहेछ के मा कसम केटा हो खतरा के माछा पनि रहेछ हरिपरिप ओए केटा हो नआत्ते म देखाउँछु तिमीलाई नआत्ते केटा हो नआत्ते म देखाउँछु मा कसम समुद्र अनि यो रहेछ के ओए के बोले मा कसम हेर देखाइदिउँ यो हेर केटा ल यो समुद्रमा कसम जाने मिल्छ उता नोइरानमा
ल ल मा के छ पारामा माछा हेर न केटा हो ओ माई गड आज रमाइलो हुन्छ है आम्बो के छ हाम फाल्दै छिटो ल ल ल लुखो ल दे आन्दे ल ल मा समुद्र केटा हो यत्रो मा ओए माछा हान्दियो ओए नुहायो ओए दियो यत्रो हरित सक्यो मा कसम ओए ओए दियो मा दियो ओए आवाज आयो सुकीको हल्ला धेरै हल्ला फुल्ला गरेर मा कसो यताको भ्यू है केटा हो दामी छ के केटाहरू खम्बान दुईजना ओए हड्डी सुकेको हड्डी दिएर आइरहन्छ मेरो साथी समुद्रमा गएको यस्तो हालत भयो बिचराको बिचरा मेडिकल जानुपर्छ बिचरा यत्तिको आँटिलो हुनुपर्छ है यत्रो के अरे मौतको मुसे टक्से पकड्के आए के भन्न चाहनुहुन्छ म धेरै भन्न चाहन्छु किनकि म धेरैभन्दा धेरै भोक पनि लागिरहेको छ आई एम भेरी एक्साइटेड टुडे मेरो हालत कस्तो भइगयो आज ल्याङ भएको केटा हो न खुसीले म एकदमै धेरै नै खुसी छु किनकि खुसीले मेरो मनमा ठाउँ नै छैन कि मैले सब पोखिसकेँ आफ्नो खुसीहरू किनकि फर्स्ट टाइम लाइफमा फर्स्ट एक्सपिरियन्समा कसम समुद्र अन्य यस्तो हुँदो रहेछ भने देखेँ क्या मैले लाइफमा फिल्महरूमा देख्थेँ मा कसम यो पानीको छालहरू बगेको के हेर न यो वाउ छ नि होइन त्यो छालहरू यताउति भएको फिल्ममा चाहिँ मैले दामी देख्थेँ कि तर आज मैले रियल लाइफमा देखेँ धेरै नै खुसी एकदम बवाल खुसी छु कि म तर अहिले हामी चाहिँ लगभग अहिले कति 11-12 बजेको समयमा आएको छौँ होइन त्यो गर्मी वाइल्ड छ यहाँ अनि अलि बेलुकातिर आउनु त दामी हुन्थ्यो होला होइन किनकि समय त्यस्तै भयो क्या हामीहरूको मेन भनेको अब त्यस्तै भयो समय त्यस्तै नै भयो समुद्र हेर्ने धेरै ठुलो रहर थियो आज रहर एकदम पुरा गरियो माछा नि वाइल्ड ठुल्ठुलो खालको डल्फिन पनि होला नि यहाँ होइन तर एटलिस्ट रमाइलो भइरहेको छ केटाहरूसँग रमाइलो गर्नुपर्छ लामो केटा हो न तर म इन्जोय गर्छु यहाँको वातावरण हेरेर तपाईँहरूले मेरो भिडियो हेरेर इन्जोय गर्नु रमाइलो गर्नु मोज गर्नु त्यही हो समुद्रमा घप अरू यहाँ ओ माइको यहाँ देख्दै यहाँ त जान पानी रहेछ क्या त्यहाँ पुरा मा कसम यो हो कि समुद्र रियल भनेको रनमती हेर त कडा हो फिल्ममा देख्छ कि यस्तो हरिफ पुरा त्यहाँ जानुपर्छ एकछिनमा यस्तो दामी छ पानी खाने तरिका हरिफ छ क्या फेरि भयो म नभ्याइदिएँ मुला हावा भाइ समुद्रको नुनिलो पानीको हर्कत हेर मा कसम मान्छे यस्तो हेर्दाखेरि पनि आँखा लास पोलिरहेको कि अति किनकि यो माथिको आकाशको लाइटिङ र तलको लाइटिङ भएर आँखा लास हामीलाई आँखा त रातो भएछ कि मेरो होइन भर्खर नास्ता खायो हल्का पेट आनन्द भएछ केटाहरू अब यस्तो रमाइलो गर्दैछन् यहाँ केटाहरू फेरि पानी देख्ने हुन्न कि कुद्न गएला सोध्छन् के त्यस्तो गर्नुहुन्न के होइन तर यो एरियामा चाहिँ अलि के भएको यहाँ धस्के जमिन पच्के आयो कि पो भएको यहाँ दामी यतातिर खगेको भ्यूहरू समुद्र न लाइफमा फर्स्ट टाइम यस्तो राम्रो एक्सपिरियन्स गर्दैछु साथीभाइहरू म चाहिँ केटा हो बबाल रमाइलो भइरहेको अति वाइल्ड रमाइलो भइरहेको के भएको यहाँनिर यो यहाँनिर सुन पाइन्छ क्या हो के किप आउट भन्ने म त त्यो एरियाभन्दा बाहिर जाऊ भन्नु खोजेको होइन ठिक छ दाल गएर हामी त्यो एरियाभन्दा बाहिर जान्छौँ उता हर्कल हेर नै एउटा के छ भन्नेको दिइरहेको छ पुरा पारामा कि फेरि जुत्ता हातमा छ छड्के ब्याग बोके दिइरहेको कस्तो दामी छाल हान्ने रहेछ कि होइन हेर न केटा हो वाइल्ड छाल हान्छ कि बिचमा गयोस् न मान्छे गयो डुबेर मर्छ होला होइन ओए जुत्तामा भिज मेरो ओए भेटेन तर दामी छ कि केटा तर केटा हो अहिले हामी एकछिनमा अब साथीभाइहरू हामी चाहिँ एकछिनमा अब नुहाउनु पर्ने हुन्छ होइन यत्रो छ वहाँदेखि 3 घन्टा टाढाबाट यहाँ समुद्रमा आइयो हेर्न समुद्र यस्तो छ भनेर होइन यति आइसकेपछि त हल्का फुल्का रमाइलो गर्नु पऱ्यो नुहाउनु पऱ्यो नि त सो हाम्रो केटाले खै के पक्रिसकेन होइन के हो बे के हो भन न के हो
के हो माथि हो के हो त्यो खै के हो यो कस्तो दामी छ केटा हो माछाको बच्चा हो के माछाको बच्चा हो खालिदिउँ र ल्याउ न पालन उयो फालिदियो अरे माछाको बच्चालाई चरा माछाको बच्चा फालिदिएर त दामी थियो होइन कुन अक्टोपसको के को जेली हो कि जेलीफिस जेलीफिस हल्लिन्छ त जेलीफिस हो र यो हल्लिन्छ त मुजी ए जेलीफिस रहेछ यस्तो होइन आँखा हेर यसको आँखा हेर जेलीफिस पखालामै केटाहरू एक्सपेरिमेन्ट हानेर आएको के रहेछ त्यो भाग्यो गइहाल्छ भाग्यो के उही माछा हो क्या बे के माछा हो र खै हातमा त के माछा यो माछा होला कि सायद के फालिदिउँ पानीमा न जान्छ कि नै जान्न माछाको ऊ भन्थ्यो कि मैले कता उयो भागेको गयो भागेको यार ल ल ल ल दौडिने यो के हो त यो के हो फेरि यो ए ढुङ्गा रहेछ केटा फेरि केटा आज इन्जोयमा छ कि यस्तो लास्ट इन्जोय मोमेन्टमा छ आज यस्तो राम्रो ठाउँ भएको चाहिँ कसलाई रमाइलो गर्ने मन लाग्दैन होइन अभियसली तपाईँले पनि रमाइलो गर्ने मन लाग्छ होला सायद आई थिङ्क यस्तो राम्रो ठाउँ हेर न यस्तो बबाल ठाउँ छ अझ म उता अगाडि जान्छु त्यहाँबाट दामी ठाउँ देखाउँछु कि अझै मेरो खुट्टा पुरा पसिरहेको कि छेउछेउमा हिँडेर जाम भइरहेको तर हरिफ छ ठाउँ आई लभ इट ब्रो यदि तपाईँहरू आउने इन्ट्रेस्टेड हुनुहुन्छ भने चाहिँ आउनु होला घुम्नु होला राम्रो छ ठाउँ बबाल छ अनि यता आइस मेन भनेको हामी गएको सुरुमा फर्स्ट छ नि उतातिर गएर चाहिँ नुहाइदिनु होला त्यहाँ चाहिँ नुहाउन अलि मनाइ छ अनि यो एरियामा चाहिँ नुहाउन पाइन्छ भनौँ न अनि नुहाउन पाइने एरियामा हामी नुहाउनु गइरहेको मैले उता चाहिँ नुहाउन बन्द गरेको रहेछ समुद्र चाहिँ आयो होइन यस्तो दामीसँग तर हेर यस्तो यिनीहरू सबैले नुहाएको देखेर होइन यिनीहरू सबै नुहाएको देखेर हाम्रो केटाहरू त्यहाँ छन् दुईजना होइन तर मलाई लास्ट नुहाउने मन लाग्यो दाइ डरपोको अघिदेखि जाम दाइ नुहाउने जाम भनेर चाहिँ मान्छे भिडियो हेर्दै भिडियो बनाउँदै बसिरहेको लास्ट डर मान्ने रहेछ क्या दाइ होइन अनि यो दाइको कारणले गर्दा मलाई लास्ट डर लागिरहेको किनकि जाम किन जाम भन्ने भयो होइन तर धेरै उता गयो रहेछ भने यताको खासै गयो नरहेछ अनि अलिक कम पानी उहाँदेखि यहाँसम्म आइहाल्यो भने यस्तो चल्दिउँ भन्ने सोच हो मेरो आई थिङ्क होइन अब हेरौँ के हुन्छ सोध्दैछु म पनि जाने कि नजाने भनेर आई थिङ्क जानु नै पर्ने हुन्छ होला सायद किनकि मैले एकछिनमा होइन दाइ केटा यस्तो वाइल्ड म के अरे के भनिदियो भन्दा नि खासै राम्रोसँग जानिरहेन कि यस्तो वाइल्ड यस्तो राम्रो समय भएको बेला चलिनुपर्छ कि नुहाउनुपर्छ म त जान्छु होला सायद अब एकछिन मेरो दाइ गइगयोस् नगओस् तर म चाहिँ चिलमा जाने कुरो हुन्छ होइन दाइ सबै जानु रमाइलो गर्नु जानुपर्छ नि तर बल सल लिएर आउनु पनि रमाइलो डेन्जर हुने रहेछ यहाँ हेर न केटाहरूले कस्तो इन्जोय गरिरहेको थिएँ फेरि एकचोटि उल्टा हान्छ है ल फेरि ल हान्यो बस अरू जे भयो भने भिडियो छुट्न भएन अरू जे भए पनि क्यामेराम्यान भिडियो खोल्न भिडियो बन्द हुनु भएन एकदम ला क्यामेरा खोल्न बिर्छ ओ तर यो ढुङ्गाले काट्दा रहे यार बुढी हेर नि त्यसको बुढी निस्किया हेर न यस्तो पारामा क्या पुरा टाढो यता दिइरहेको कडा अनि यता पनि भ्यूहरू राम्रो छ यता टक्क यस्तो भ्यूहरू राम्रो छ कडा हो दामी भ्यूहरू छ त्यतिर अनि हरेक दिइरहेको छ अहिले फेरि गर्नु भएको यता पुरा पुरिदिरहेको छ यहाँ जुम दिएर तेरो अनुहार देखाउन ल अझ मान्छे पुर्दैन यसलाई यताको दृश्य राम्रो छ भ्यूहरू सबै चारैतिर यस्तो दामी छ सबै त्यो राम्रो भ्यूहरू छ त्यो साथीहरू टक्क सब राम्रो भ्यू छ त्यो सबभन्दा बेस्ट भ्यू यता अनि हाम्रो यताको देखिको फेरि यो रमाइलो भइरहेको छ केटा हो केही त भएन
तर बालुवामा पुगेपछि मान्छे मर्छ भन्दाखेरि यत्तिकै मलाई कस्तो गाह्रो भयो यार। अनुभव लिइरहेको छ केटोले। यो चाहिँ यताको दामी भ्यू भयो होइन, यस्तो दामी पानीको छाल हानिरह, यस्तो समुद्र हेर्ने ठुलो धोको थियो होइन। फाइनल्ली समुद्र दामीसँग हेऱ्यो। जस मान्छेहरू के अरे विकेन्ड आई मिन एसएमई कस्तो भन्दाखेरि बिदा मतलब एसएमई मनाउन आएको छन् होइन। सबैजना बिदा मनाउन आएको छन्। एउटा दाइले फोटो खिच्न आइदिनु, दाइ भनेको आधी घन्टा बल्ल अलिअलि स्लो मोसन हिँड्दै आइराख्नुभएको छ। सो यही नै यताको दामी भ्यूहरू, दामीहरू जस जस बवाल कुराहरू मेमोराइज गरियो, हालियो, राखियो, ब्लगमा तपाईँहरू देखाइयो। यो दाइलाई बोलाएको आधी घन्टा भयो, दाइ बल्ल हाँस्दै आइरह, मन मरि आइरह। दाइले जसरी फोन गरेर ल दाइ एउटा फोटो खिच्दै आइदिनु भनेर भने दाइलाई, दाइले मन मारि आइरहेको छ। दाइले हेर्नु न, दाइको एक्सप्रेसन हेर्नु केटा हो। दाइ फोटो खिचिदिनु न, मेरो क्या तपाईँको र मेरो खिच्दैन, मेरो मात्र फोटो खिचिदिनु भनेर दाइले बोलाएको। दाइ फेरि ल्याङ गर्दै ढिलै आउनुभयो, तर आउनु त आउनुभयो है भन्नु पनि। तपाईँले यो ठाउँ कस्तो लाग्यो? दाइलाई निन्द्रा लाग्यो अरे, हाम्रो चाहिँ ठाउँ बवाल लागेको छ। केटाहरू दुईजना त्यहाँ सुत्याउनु सालाहरू मस्त चिलमा सुत्याउनु दुईजना ऊ त्यहाँ उयो केटाहरू त्यहाँ चिलमा दुईजना सुत्याउनु देख्नु भयो नि होइन। खोलामुला गइरहेछ त्यहाँ मस्त केटाहरू सुत्याउनु गहिलो हो नि। यताको दामी भ्यूहरू, त्यो चरा ठ्याक्कै मेरो मुहान ठोकिन्छ होला यो चरा कराछ नि अहिले उता ऊ त्यो केटाहरू क्या मजाले इन्जोय गरेर ऊ त्यहाँ माछा जस्तो पाल्छ नि त। ठाउँ दामी छ नि दाइ। देवन नानी आइमी हामीहरू नाइटमा आउनु पनि बेस्ट हुन्थ्यो होला क्या सायद। अलि आएर अलिक ल्याङ भयो होइन, केही भएको छैन तर ठिकै छ अहिले आए पनि। तर नाइटमा त वाइल्ड रमाइलो हुन्थ्यो होला क्या। आई थिङ्क सबैतिर दामी देखिने जोस वाइल्ड रमाइलो भइरहेको छ, दामी भइरहेको छ। आजको दिन एकदम बवाल तरिकासँग भिडियो। लाइफमा फर्स्ट टाइम यस्तो बवाल एक्सपिरियन्स, मिठो यादहरू भयो। एउटा मेमोराइज भयो नि त अनराई, जे भए पनि एउटा दामी मेमोराइज नै मेमोराइज। आजभन्दा 4-5 वर्षपछि हेऱ्यो भने हामी यस्तो ठाउँमा यहाँ गथ्यौँ है भनेर टक्क भ्लग यताउति गरायो भने टक्कै हेर्नु सक्यो नि त होइन त दाइ। त्यही हो मेन भनेको, मेमोराइज खतरा भयो क्या। यो लाइफ टाइम भरिको लागि मेमोराइज भयो नि त हाम्रो लागि, मेरो लागि भनौँ न। तपाईँहरूलाई के कस्तो लाग्यो ठाउँहरू टक्क लगाएर आफ्नो प्रतिक्रिया दिन सक्नुहुन्छ। त दामी छ यो एरिया भयो। यताको भ्यूहरू भयो, जस ठाउँहरू सब बवाल लाग्यो मलाई चाहिँ। तपाईँहरूलाई के कस्तो लाग्यो आफ्नो प्रतिक्रिया दिनु होला। जस हामीले वाइल्ड साइल रमाइलो गऱ्यौँ, यतिको रमाइलो हुन्छ भने मैले सोचेको थिएन होइन। आउँदाखेरि यस्तो निन्द्राले ल्यातुत भएको थिएँ म होइन। जस सोचेको भन्दा बढी रमाइलो लाग्यो मलाई चाहिँ। क्राउड वाइल्ड रमाइलो भयो, मजा आयो। यस्तै रमाइलो गर्नुपर्छ लाइफमा होइन। दुःख भनेको दुःख पनि छ, वाइल्ड रमाइलो पनि गर्नुपर्छ। मान्छेहरूले के देख्छ भन्दाखेरि रमाइलो गरेको मात्र देख्छ, दुःख देख्दैन नि त, त्यस्तो हो। तर दुःख वाइल्ड छ यहाँ जापानमा रेस्टुरेन्ट गर्दाखेरि। त्यही भएर कहिले काहीँ यसो घुम्न निस्किनुपर्छ, रमाइलो गर्नुपर्छ, त्यही नै हो न। अब ल अब भिडियोको अन्त्यतिर आइसकेको अवस्था छौँ हामीहरू सबैजना। भिडियो तपाईँहरूलाई के कस्तो लाग्यो आफ्नो प्रतिक्रिया दिनु होला। नयाँ हुनुपर्छ भने सब्सक्राइब गर्न नबिर्सिनु होला, र पुरानो हुनुहुन्छ भने पछि कमेन्ट गर्न नबिर्सिनु होला। ल अब नेक्स्ट भ्लगमा हामी छिटो नै भेट्नेछौँ। अहिलेलाई बिदा हुन चाहन्छु, बाई बाई। लास्टमा भ्यू हेरौँ न है।